अहिलेको नयाँ फेसबुकको अपडेट अनुसार फेसबुकबाट यदि तपाईको प्रोफाइल पेजमा 500 जना भन्दा बढी फलोअर्स छ भने तपाईले अर्निङ गर्न सक्नुहुन्छ। आज म सानो ट्युटोरियल भिडियो बनाउन गइरहेछु। त्यो के हो भने आज फेसबुकमा तपाईहरुले पेजमा होस् या प्रोफाइलमा तपाईले रिल्स, भिडियो, फोटोहरु दैनिक रूपमा पोस्ट गरिराख्नु भएको छ है। तर तपाईको प्रोफाइल चाहिँ तपाईको प्रोफाइल या प्राइभेट मोडमा छ। अहिलेको फेसबुकको नयाँ अपडेट अनुसार यो कुरो प्राय सबैलाई थाहा छ है। तर कति जनालाई मेरो फेसबुक फ्रेन्ड्स लिस्टमा हेर्दाखेरि उहाँहरूले धेरै जनाले राम्रो राम्रो भिडियो, रिल्सहरु पोस्ट गर्नुहुन्छ, रेगुलर भ्युजहरु पनि धेरै राम्रो देख्छु है। तर उहाँको प्रोफाइल चाहिँ प्राइभेट मोडमा छ। अहिलेको नयाँ फेसबुकको अपडेट अनुसार फेसबुकबाट यदि तपाईको प्रोफाइल पेजमा 500 जना भन्दा बढी फलोअर्स छ भने तपाईले अर्निङ गर्न सक्नुहुन्छ। यो प्रावधान रहेको छ र त्यसको लागि यो तपाईलाई सानो भिडियो बनाइरहेको छु। त्यसको लागि सर्वप्रथम तपाईले आफ्नो प्रोफाइललाई कसरी प्रोफेसनल मोडमा कन्भर्ट गर्ने त भन्दाखेरि म यहाँ स्क्रिन शेयर गर्न लागिरहेको छु। अन्तिमसम्म हेर्नु होला। पहिला तपाईको फेसबुक ओपन गर्नुहोस्। सबैभन्दा पहिला चाहिँ तपाईले प्रोफाइल लक गरेर राख्नु भएको छ भने त्यसलाई अनलक गरिदिनुस्। यहाँ तीनटा धर्का छ, यहाँ क्लिक गर्नुहोस्। यो इन्टरफेस खोलियो। त्यसको बादमा तपाई यहाँ क्लिक गर्नुहोस्। यो क्लिक गरेपछि अब तपाईको यो प्रोफाइल खोलियो। अब यहाँनिर मेन कुरा के आउँछ भने यो तीनटा यो 3 डट तपाईले देख्नु हुँदैछ। तपाईले यसमा क्लिक गर्नुहोस्। त्यसको बादमा अलिक तल स्क्रोल गर्नुहोस्। यहाँ तल टर्न अन प्रोफेसनल मोड भनेर लेखेको हुन्छ। यहाँ मेरो चाहिँ टर्न अफ लेखेको छ है, किनभने मैले पहिल्यै नै यो मैले टर्न अन गरिसकेको छु है। र यसमा तपाईले क्लिक गरेपछि तपाईको प्रोफाइल अब प्रोफेसनल मोडमा कन्भर्ट भइसकेको छ। र ब्याक जानुहोस्। अब यहाँनिर हेर्नुहोस्। अनि यहाँ जति पनि तपाईको फ्रेन्ड्सहरु थियो अब यहाँ हेर्नुहोस्। यो तपाईको यहाँनिर फलोअर्समा कन्भर्ट भइसकेको छ। त्यसको मतलब हो अब तपाईको प्रोफाइल पूर्ण रूपले प्रोफेसनल मोडमा गइसकेको छ। यो जानकारी राम्रो लागे लाइक, शेयर, कमेन्ट अनि फलो गरिदिनु होला। थ्यांक यू फर वाचिङ माई भिडियो।